हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आजको मेरो बिहानको सुरुवात यसरी भएको छ साथीहरू। बिहानै उठेर घरसर झाडु पोछा लगाइसकेपछि नुहाइधुवाइ गरेर मैले पूजाको लागि फुलहरू टिप्दैछु। फुलहरू टिपेँ, दुबोहरू टिपेँ, त्यसपछि मैले सबै किसिमको फुलहरू टिपिसकेपछि पूजा गर्नलाई रेडी गरेँ। पूजासुजा गरिसकेपछि खानासाना बनाएर हामीले खाना खाइसक्यौँ। खाना खाइसकेपछि आज हामीले दिउँसो नास्तामा चाउचाउ र अन्डा पकाउँदैछौँ साथीहरू। आजभोलि केटाकेटीको 4 दिनको छुट्टी भएको छ, त्यही भएर कहिले केटाकेटीले के खाने भन्छन्, कहिले के खाने भन्छन्, डिमान्ड गरे गर्छन्। अनि आज चाहिँ चाउचाउ र अन्डाको डिमान्ड भयो। चाउचाउ अन्डा पकाइदिँदैछु। त्यसपछि मैले प्याज काटेँ, यता कराई बसालेर कराई तातेपछि अनि प्याज हालेँ। प्याज हालेर मसला हालिसकेपछि अनि चाउचाउ हालेँ साथीहरू। अनि एकछिन मसलालाई भुटेर चाउचाउ हालिसकेपछि चाउचाउलाई मोलमाल पाएपछि यत्तिकै आफ्नो स्टाइल हुन्छ साथीहरू पकाउने। म चाहिँ यसरी नै पकाउँछु, मलाई यसरी पकाएको एकदमै टेस्टी लाग्छ। अनि त्यसपछि चाहिँ भदैनीले चाहिँ अन्डा खाँदैन बोइल भनेर अमलेट बनाएँ। त्यसपछि प्लेटिङ गरेँ, चिसो हालिसकेपछि दिएँ केटाकेटीलाई, सबैलाई खाना दिएँ। खाइसकेपछि नास्ता खाइसकेपछि यतातिर हावाहुरी चलेर पानी पर्ने जस्तो भइरहेछ। अनि हाम्रो फुलबारीमा साथीहरू चराले चाहिँ गुड लाएर पनि बच्चा निकालेको रहेछ। मैले भर्खरै देखेँ। अनि चराले गुड लगाएपछि चाहिँ के हुन्छ साथीहरू घरमा भनिदिनु होला है। त्यसपछि हामी बारीतिर गयौँ। बारीमा चाहिँ खुर्सानी पाकेर त्यस्तो धेरै भएको थियो। अनि हामीले सबैजना केटाकेटी मिलेर हामीले खुर्सानी टिप्यौँ। खुर्सानी टिपेर 1 सुप्पो जति भएको थियो। अहिले सुकाएर राख्यो भने पछिको लागि काम लाग्छ नि त है साथीहरू। आजको लागि यति नै। अर्को भिडियोमा भेटौँला। बाई बाई साथीहरू।